भनिन्छ खाने मुखलाई जुङ्गाले छेक्दैन, हो त्यस्तै गरेर देखाइदिएका छन् सुदन गुरुङले कि मन्त्रीलाई यदि चाहिएको छ अथवा भनौँ न राजनीतिक इच्छा शक्ति छ भने फटाफट काम हुन सुरु हुन्छ भनेर। हो, जसरी आज शनिबारको दिनमा जसरी केपी ओली र रमेश लेखकलाई पक्राउ गरेको छ, हो त्यस्तै गरेर नै अब आउने दिनमा यो सरकारले जुन चाहिँ यी कम्युनिस्टका मुद्दा र विषय जुन चाहिँ नेपालका संविधानमा घुसाडेका छन् र जुन चाहिँ नेपाली समाजलाई विध्वंसतर्फ लानका निमित्त यो माओवादी बनाउँदा, तत्कालीन समयको समाजवादी बनाउँदा र एमाले बनाउँदा र काङ्ग्रेस जस्ता भनौँ न नियो कम्युनिस्टहरूले चाहिँ नेपाली समाजमा जे जस्ता खालका विष घुलन गराएका छन्, नयाँ आउने सरकारले चाहिँ हो त्यो विष घुलनलाई छुट्याएर नेपाली समाजलाई चाहिँ स्वच्छ र आफ्नै संस्कृतिको बाटोमा हिँड्ने समाजमा लानेछ भन्ने म आश गर्दछु। आज असाध्यै खुसी छु, किनभने ती जेन्जी आन्दोलनका घाइते अथवा ती जेन्जी आन्दोलनका जो चाहिँ मारिएका व्यक्ति थिए अथवा नेपाली जनताको जुन चाहिँ इच्छा थियो, हो त्यो त्यसको निमित्त एक कदम अगाडि बालेनको सरकारले पाइला चालेको छ। आशा गर्छु आउने दिनमा पनि हो यसरी नै पाइला अघि चाल्ने